मलाई रामसँग अलग गराउने पात्र दुर्गा आमा रहेकी कुरा राम र मुनालाई गएर भन्छु। हाम्रो घरलाई टुक्राउने तिमी पापिनी दुर्गा आमा, अब तिमीलाई हामी छोड्दैनौ। दर्शकवृन्द, रामलाई मुनाले पनि छोडेर गएकी छिन्। दर्शकवृन्द, राम कमलाको वियोगमा पागल जस्तै भएर तडपिरहेका थिए। आज फेरि मुनाले उक्त रामलाई छोडेर जाँदै गर्दाखेरि रामले कतै गलत निर्णय लिएर आफ्नो जीवनको अन्त्य गर्ने मनसाय त बनाउने होइनन् कि? अब कमलाले त्यसरी मुनाले पनि रामलाई छोडेर गइसकेको कुरा थाहा पाउलिन् त? कतै कमलाले ती सबै कुराहरू थाहा पाएर त्यसरी आफूलाई रामदेखि अलग गराउने अरू कोही नभएर दुर्गा आमा रहेको कुरा मुना अनि रामलाई बताउने त होइन कि? अब दुर्गा आमाको सबै खेलहरू पुरा हुने हो त? दर्शकवृन्द, अब के होला त? के रामले मुनालाई उक्त घरबाट निक्लेर जानबाट रोक्लान् त? के अब राम, कमला अनि मुनाको मिलन फेरि पनि सम्भव होला त? यी सबै कुराहरूको जानकारी हामी यही भिडियोमा दिनेछौँ, त्यसैले यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। दर्शकवृन्द, कुनै पनि हालतमा मुनाले उक्त घर छोडेर जानु हुँदैन। अब राम, मुना अनि कमला एकसाथ मिल्नुपर्छ अनि दुर्गा आमाको त्यो सबै खेल थाहा पाउनुपर्छ भन्ने चाहनेहरू कतिजना हुनुहुन्छ? कृपया म छु भनेर कमेन्ट गर्नु त। दर्शकवृन्द, तपाईँले बुहारी सिरियललाई कुन ठाउँदेखि माया गर्दै आइरहनु भएको छ उक्त ठाउँको नाम पनि कमेन्ट गर्नुहोला, ताकि जानौँ कि तपाईँले बुहारी सिरियललाई कुन ठाउँदेखि माया गर्दै आइरहनु भएको छ भनेर। दर्शकवृन्द, तपाईँहरूले पनि बुहारी सिरियलको पछिल्लो भाग त पक्कै पनि हेर्नु भयो होला। उक्त भाग हेर्दै गर्दाखेरि तपाईँहरूको मन एकदमै आत्तिएको अनि निराश भएको होला। दर्शकवृन्द, यस कारणले तपाईँहरूको मन एकदमै आत्तिएको अनि निराश भएको होला कि मुनाले रामलाई सधैँको लागि छोडेर गएकी छिन्। दर्शकवृन्द, अब झन् रामको के हालत होला भन्ने पिरले तपाईँ हाम्रो मन एकदमै आत्तिरहेको होला। हो दर्शकवृन्द, आजको यस भिडियोमा आउँदो भागमा के हुन्छ त म त्यसको जानकारी दिनेछु। दर्शकवृन्द, दुर्गा आमा कतिसम्म पापिनी रहेछिन्? हो दर्शकवृन्द, दुर्गा आमाले आफ्नो सबै योजना पुरा गर्नको लागि त्यहाँ मालतीलाई बोलाएकी छिन्। दर्शकवृन्द, अनि दुर्गा आमाले आफ्नो योजनाको केही अंश मालतीलाई सुनाउँदै अब कुनै पनि हालतमा कमलाको उक्त सिउँदोबाट रामको सिन्दुर हटाउन अनि कमलाको अर्कैसँग विवाह गर्नको लागि एकदमै ठुलो भूमिका खेल्नुपर्ने कुरा व्यक्त गरेकी छिन्। दर्शकवृन्द, अनि मालतीले पनि कमलाले सिन्दुरको मूल्य बुझेको कारणले गर्दाखेरि कुनै पनि हालतमा त्यस्तो गर्न कठिन हुने कार्य बताउँदै गर्दाखेरि दुर्गा आमाले विभिन्न कुराहरू व्यक्त गर्दै मालतीलाई केही पैसा दिएकी छिन्। दर्शकवृन्द, उक्त पैसा पाए पछाडि अब मालतीले जुनसुकै हालतमा भए पनि काम गर्ने कुरा व्यक्त गरेकी छिन्। दर्शकवृन्द, दुर्गा आमाले आफ्नो छोरी मुनालाई उचाल्दै रामजयले कति पनि माया नगर्ने अनि अहिलेसम्म रामजयको जिन्दगीमा तेरो कुनै पनि स्थान भएको छैन, अब त यो घरमा बस्नुको कुनै पनि अर्थ छैन, तेरो भविष्य छैन, तेरो त पुरै जवानी बाँकी छ भन्दै विभिन्न कुरा गर्दै रामलाई छोडेर जानको लागि उचालिरहेकी छिन्। दर्शकवृन्द, मुनाले पनि आमाको उक्त कुरा सुन्दै आफूलाई पनि उक्त घरमा आफ्नो भविष्य नभएको तर अहिले रामलाई त्यस्तो अवस्थामा छोडेर जान नसक्ने कुरा व्यक्त गर्दै राम ठिक ठाउँमा आइसके पछाडि सल्लाह गरेर उक्त घरबाट जाने कुरा पनि व्यक्त गरेकी छिन्। दर्शकवृन्द, अनि दुर्गा आमाले एकदमै ठुलो झट्का दिँदै एकदमै विचार गर, अब त कुनै पनि हालतमा
यो घरमा नबस्नु भन्ने कुरा पनि व्यक्त गरेकी छिन्। दर्शकवृन्द अनि रामको बुवा रमेश र रमिला लगायत उक्त हिरा भएको उक्त स्थानमा गएका छन् अनि आफ्नो छोरा रामको विभिन्न कुराहरू व्यक्त गर्दै आफ्नो छोरा रामलाई सम्झाइदिनको लागि अनुरोध गरिरहेका छन्। हो दर्शकवृन्द, बिचरा रामको बुवा आज एकदमै ठुलो चिन्तामा परिरहेका छन्। दर्शकवृन्द, चिन्ता पनि किन नहोस् त, आज आफ्नो छोरा रामको त्यस्तो अवस्था हुँदै गर्दाखेरि रामको बुबाको उक्त मनमा आँखाभरि आँसु भइरहेको छ अनि पुरा छटपटीमा आफ्नो जीवन बिताइरहेका छन्। दर्शकवृन्द, उता कमलाले आफ्नो सुत्ने ओछ्यानमाथि आफ्नो अनि रामको कमला फोटो राख्दै उक्त फोटोलाई हेरेर मनका विभिन्न भावनाहरू व्यक्त गर्दै गर्दाखेरि त्यहाँ कमलाको बहिनी विमला पुगेकी छिन् अनि विमलाले अब कुनै पनि हालतमा त्यसरी तडपिएर हुँदैन, बुबाले भनेको कुरालाई एकदमै केयर गर्नुपर्छ भन्दै उक्त फोटो लिएर गएकी छिन्। दर्शकवृन्द, कमलाको उक्त मन एकदमै निराशजनक अनि आत्तिरहेको छ। हो दर्शकवृन्द, जब बिहान हुन्छ एका बिहानै उक्त घरमा मालती पुगेकी छिन्। दर्शकवृन्द, अनि कमलाको बुबाआमाले पनि मालतीलाई सबै कुराहरू व्यक्त गर्दै गर्दाखेरि मालतीले विभिन्न कुराहरू व्यक्त गर्दै राम यहाँ आएर त्यस्तो रमिता देखाएछ भन्दै विभिन्न कुराहरू व्यक्त गरिरहेकी छिन्। दर्शकवृन्द, अनि कमलालाई मालतीले विभिन्न कुराहरू व्यक्त गर्दै उता कमलाको नाममा काजक्रिया गरिसकेका अनि मुना र राम एकदमै धेरै खुसी भएको कुरा पनि नभएको लगायत विभिन्न कुराहरू सुनाइदिएकी छिन्। हो दर्शकवृन्द, अनि मुना र राम अहिले एकदमै मिलेका अनि कति पनि कमलाको वास्ता नगरेका र हप्ता दिन हुँदा पनि रामले कति पनि कमलालाई नसम्झिएको भन्दै विभिन्न नभएका कुराहरू मालतीले व्यक्त गर्दै कमलालाई अब आफ्नो जिन्दगीलाई नयाँ बाटोमा मोड्नको लागि विभिन्न सल्लाहहरू दिइरहेकी छिन्। दर्शकवृन्द, उता राम, मुना अनि सुशीला एक आपसमा कुराकानी गर्दै बसिरहेको समयमा त्यहाँ मालती आएकी छिन्। दर्शकवृन्द, त्यहाँ मालती आएर नभएको कुराकानी गरिरहेकी छिन्। हो दर्शकवृन्द, मालतीको काम भनेको उताको कुरा यता लगाउने अनि यताको कुरा उता लगाउने हुन्छ। दर्शकवृन्द, अनि मालतीले विभिन्न कुराहरू व्यक्त गर्दै रामले धेरै नै कमलालाई दिनरात फोन गरेको कारणले गर्दाखेरि अब कमलाको बुबाले त्यसरी फेरि पनि रामले कमलालाई फोन गरेको थाहा पाए भने जबरजस्ती गरेको मुद्दा हालिदिने कुरा अनि रामलाई सधैँको लागि जेलमा सडाउने कुरा पनि मालतीले व्यक्त गरेकी छिन्। दर्शकवृन्द, मालती काकीको मुखारबिन्दुबाट उक्त कुरा सुने पछाडि मुनाले कति पनि उक्त कुराको वास्तविक कुरा नबुझिकन रामको गोजीबाट फोन निकालेर फुटाइदिएकी छिन्। हो दर्शकवृन्द, मुनाको त्यस्तो रिस देखे पछाडि राम लगायत त्यहाँ सबैजना छक्क परेका छन् अनि अब कुनै पनि हालतमा तपाईँले केबाट फोन गर्नु हुँदो रहेछ त म पनि हेर्छु भन्दै मुना त्यहाँबाट रिसाएर रुमभित्र पसेकी छिन्। हो दर्शकवृन्द, आज मालतीको कारणले गर्दाखेरि रामको उक्त परिवार अनि उता कमलालाई एकदमै ठुलो चिन्ता उत्पन्न भइरहेको छ। दर्शकवृन्द, कुनै पनि नभएको कुराहरू मालतीले गरिरहेकी छिन्। हो दर्शकवृन्द, बिचरा राम त्यसरी कमलालाई फोन नगरिकन कहाँ बस्न सक्छन् र। दर्शकवृन्द, अनि भोलिपल्ट बिहानै राम उता रामको बहिनी रमिलाको उक्त फोन मागेर आफूलाई केही काम परेको भन्दै कमलालाई फोन गरेका छन्। दर्शकवृन्द, अनि कमलाको उक्त फोन पनि नलागे पछाडि राम एकदमै चिन्ता अनि पीडादायक रूपमा देखिएका छन्।
दर्शकवृन्द रामलाई त्यस्तो पीडादायक अनि चिन्तनशील अवस्थामा देखे पछाडि के भयो भनेर सबै कुरा व्यक्त गर्दै गर्दाखेरि रामले केही कुरा बताएका छन्। अनि अब तपाईँले त्यसरी भड्केर कुनै पनि हालतमा हुँदैन, तपाईँले कमलालाई भुल्नुपर्छ भन्ने कुरा सुशीलाले व्यक्त गर्न खोज्दै गर्दा राम त्यहाँबाट जुरुक्क हिँडेका छन्। ओ दर्शकवृन्द रामले कहिले पनि अनि कसैको मुखारबिन्दुबाट त्यसरी कमलालाई बिर्सने कुरा सुन्न सक्दैनन्। दर्शकवृन्द जब राम घर आइपुग्दै गर्दाखेरि रामले कमला र उसको फोटो कतै पनि देख्दैनन्। हो दर्शकवृन्द राम र कमलाको उक्त फोटो मुनाले फ्याँकिदिएर त्यस ठाउँमा आफ्नो र रामको फोटो राखेकी छिन्। दर्शकवृन्द तर उक्त कुरा कति पनि रामलाई मन पर्दैन। हो दर्शकवृन्द अनि रामले मुनालाई बोलाएर सबै कुरा सोध्दै गर्दाखेरि मुनाले त्यो सबै क्रियाकलाप आफूले गरेको भन्दै अनि उक्त घरमा अब कुनै पनि हालतमा कमला दिदीको स्थान नभएको अनि तपाईँ यसरी पागल जस्तै नहुनु भन्दै विभिन्न कुरा व्यक्त गर्दै गर्दाखेरि राम मुनासँग एकदमै रिसाएका छन्। अनि मुनाले चारैतिर राम र कमलाको उक्त फोटो फ्याँकिदिएको न्युमा मुनालाई थप्पड हानेका छन्। हो दर्शकवृन्द रामले पनि विभिन्न कुराहरू व्यक्त गर्दै आफूलाई मुनाको अनुहार हेरेर भन्दा कमलाको उक्त फोटो हेरेर खुसी मिल्ने कुरा व्यक्त गर्दै कमलालाई सम्झिन पाउने अधिकार कति पनि हनन नगर्नको लागि अनुरोध गर्दै तिमी यो घरबाट निस्केर जान सक्छौ, तर मेरो यसरी खुसी अनि स्वतन्त्रतामा तिमीलाई यदि सबै कुराले गाह्रो हुन्छ अनि यो घरमा भविष्य छैन जस्तो लाग्छ भने मेरो जिन्दगीबाट जान सक्छौ, तर कुनै पनि हालतमा कमलालाई मैले सम्झन पाउने अधिकार अनि उसको फोटोहरू यो घरदेखि फालेर तिमीले यस्ता क्रियाकलाप गर्न पाउँदैनौ भन्ने कुरा रामले व्यक्त गरेका छन्। हो दर्शकवृन्द सधैँ रामको माया अनि कमलाको माया पाएकी मुनाले आज रामको हातबाट थप्पड खाँदै गर्दाखेरि अनि रामले त्यस्ता कुराहरू गर्दै गर्दाखेरि मुनाको उक्त मन एकदमै टुटेको छ। दर्शकवृन्द अनि मुनाले आफ्नो सबै पोको पतेरो पारेर उक्त घरबाट निस्किन तयार भएकी छिन्। हो दर्शकवृन्द मुना उक्त घरबाट निस्किन लाग्दै गर्दाखेरि त्यहाँ राम, सुशीला अनि रामको बुवा एकदमै ठुलो चिन्ता अनि गहन सोचमा डुबेका हुन्छन्। दर्शकवृन्द रामको अनुहारमा कति पनि चिन्ता नदेखिए पनि रामको बुबा अनि सुशीला एकदमै ठुलो चिन्तामा डुबेका हुन्छन् अनि आँखाभरि आँसु बनाइरहेका हुन्छन्। दर्शकवृन्द अनि सुशीलाले विभिन्न कुराहरू व्यक्त गर्दै भाउजू मुनालाई उक्त घरबाट कुनै पनि हालतमा ननिस्किनको लागि अनि छोडेर नजानको लागि अनुरोध गरिरहेकी छिन्। हो दर्शकवृन्द अनि रामको बुवाले पनि आफ्नो बुहारी मुनालाई विभिन्न कुराहरू व्यक्त गर्दै त्यसरी घर छोडेर जाने निर्णय नगर्नको लागि विभिन्न कुराहरू व्यक्त गरिरहेका छन्। दर्शकवृन्द अनि मुनाले पनि ती सबै कुराहरू सुनिसके पछाडि विभिन्न कुराहरू व्यक्त गर्दै आफ्नो जीवनको स्थान कति पनि रामको जिन्दगीमा नभएको अनि उक्त घरमा आफ्नो कति पनि भविष्य नभएको कारणले गर्दाखेरि उक्त घरबाट निस्किन लागेको कुरा व्यक्त गर्दै ससुरा बुवालाई राम्रोसँग बस्नु अनि समय समयमा औषधि खानु भन्ने कुरा पनि व्यक्त गरिरहेकी छिन्। हो दर्शकवृन्द अनि मुनाले उक्त घरबाट आफ्नो पाइला निकाल्नु अगाडि रामको उक्त अँगालोमा बेरिएर विभिन्न भावनात्मक कुराहरू व्यक्त गर्दै यदि रामले एक शब्द पनि मुनालाई उक्त घरबाट निस्केर नजा भन्ने कुरा व्यक्त गर्दै बोलाएमा मुनाले कहिले पनि रामको उक्त साथ नछोड्ने कुरा मुनाले व्यक्त गरेकी छिन्। अनि मुना उक्त घरबाट आफ्नो पाइलालाई सधैँको लागि अगाडि बढाएकी छिन्। अर्थात् मुनाले उक्त घर
छोडेर गएकी छिन्। दर्शकवृन्द तर पनि रामले कुनै पनि हालतमा मुनालाई रोकिएको देखिँदैन। दर्शकवृन्द अब भने राम पूर्ण रूपमा एक्लो भएका छन्। आज रामलाई त्यसरी एक्लो बनाउन अनि त्यस्तो अवस्थामा ल्याउनको लागि सबैभन्दा ठुलो खेलाडी अरू कोही नभएर दुर्गा आमाले एकदमै ठुलो खेल खेलेकी हुन्। हो दर्शकवृन्द, अब रामले कुनै पनि हालतमा मुनालाई रोक्नुपर्छ अनि कमलाले पनि सबै कुरा राम र मुनालाई भनेर त्यसरी आफूलाई रामबाट अलग गराउने अरू कोही पनि व्यक्ति नभएर दुर्गा आमा रहेको सबै वास्तविक कुरा बताउनुपर्छ अनि कुनै पनि हालतमा राम, मुना अनि कमला एक हुनुपर्छ भन्ने चाहनुहुन्छ भने एउटा मिठो कमेन्ट गर्नुहोला। दर्शकवृन्द, अब आउँदो बुहारी सिरियलमा एकदमै बवाल हुनेवाला रहेको छ। अर्को भागको प्रतीक्षामा रहनुहोला। हस्त, धन्यवाद।